सो गाइज अब हामी चाहिँ मनाङ भ्यालीको लागि निस्किसक्यौँ। अहिले बिहानको 7 बजेको छ। सबैजना हाम्रो साथीहरू रेडी भएर गाडीमा बसेर हेलो 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 महेश ल अब हाम्रो यहाँ यस्तो देखिरह दामी छ भ्यू त खतरा खतरा। ओ माई गॉड यस्तो दामी भ्यू छ नि। ड्राइभरले कति दिन लगाएर हिँड्छ त्यति दिन हो कि गंगापूर्ण लेक जाँदैछौँ हामी अब अहिले। गंगापूर्ण लेक अन्नपूर्ण के थियो है बाटो त ओहो रहेछ नि। ओहो यहाँ पुल पनि रहेछ हलुङ्गे पुल। दामी 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 गंगापूर्ण लेक सिधै त्यो माउन्टेनबाट आएको पानी हो कि ए ए ए लेकमा को नुहाइरह्यो यस्तो चिसोमा को यहाँ नुहाइरहेछ यस्तो चिसोमा नि अझै। बाटो त यस्तो पो रहेछ बाटो छ र त्यही भने त्यही भने यहाँबाट खिच्यो भने त्यो आइसलेक भन्दा राम्रो उताबाट अगाडिबाट खिच्यो भने त्यो ड्याम फुट्यो कि त्यो अस्ति नत्र यहाँ छिर्नै दिँदैन थियो नि त। त्यो ड्याम फुट्यो नि त त्यो पानी आइरहेछ नि त हेर नि त त्यहाँबाट फुटेर नत्र पानी त पुरै माथिसम्म भऱ्यो त्यो उतैसम्म जान्थ्यो कि मान्छेहरू कति रहेछ है तर यहाँ त अहिले एकैछिनमा अहिले 9-10 बजेतिर हेर ल गाइजहरू हामी चाहिँ अहिले आइस लेक होइन सरी गंगापूर्ण लेक गंगापूर्ण लेक पुगेका छौँ। यस्तो दामी छ हेर कस्तो लाग्यो दामी है एकदमै ल यस्तो दामी छ आइस लेक चाहिँ बरु यसलाई चाहिँ भन्नुपर्ने रहेछ पुरै आइस नै आइस छ क्या। आइस लेकमा चाहिँ आइस छैन गंगापूर्ण लेकमा चाहिँ आइस। लाइनहरूको एक्साइटमेन्ट हेर यहाँ कस्तो लाग्यो आइस लेक नगए पनि गंगापूर्ण लेकमा आएर आइस लेक जस्तै अनुभव गर्न पाइयो होइन नवीन यो चाहिँ आइस लेक जस्तो भयो आइसै आइस छ क्या यसमा है। मेरो खुट्टा गरेर क्या लास्ट यस्तोतिर अघि त्यो फेस धोएर उ गरेदेखि त दामी भ्यू भन्यो नि। ओइ आइसले लिएर आएछ हौ चिसो छैन खै ओ ल यहाँ साथीहरूले मेहनत गरेर ट्राइपड बनाउँदैछ सेटअप गरेर बनाउँदै त नै सेटअप गरेर फोटो खिच्नलाई अलि राम्रो गरेर मोबाइल धल्ला। यहाँ यसरी साडीमा फोटोसुट पनि हुँदैछ। हिजो चाहिँ हामीले गरिसक्यौँ ग्रिन लेकमा र आइस लेकमा। आज अब गर्दैन होला सायद हाको बडासीमा गर्ने हो फेरि लाउनु पर्छ त्यत्रो तयारी गरेर आछिन नि मैले त लायो मलाई चाहिँ नभने मसँग छैन साथीका
खोइ त देखिरहेछ ल तीन तलाको मात्रै बनायो हुन्छ हो ज्यादा भएपछि भत्क्यो भने काम छैन हावाले भड्काइन्छ क्या त्यो ल दामी नि ल हामी चाहिँ गङ्गापूर्ण लेकबाट मनाङ भ्यालीतिर जाँदैछौँ लास्टै भिड कसलाई भने कसलाई भन्छ अहिले हाम्रो पुगिहाल्यो नि के सुट गर्नु पर्यो त यति त हो नि अल राइट गाइज हामी चाहिँ अहिले मनाङ भ्याली घुम्दैछौँ गाइजहरू हेलो गरिदियो एकचोटि दामी दामी अलिकति एन्टी लाइट परेको रहेछ खै तिम्रो सचिक्का देखाउँदा सचिक्का चिल्ला खै पपीको पनि देखाउँदा एकचोटि पपीको पनि यसै हेर्न त्यसरी हेर्न त्यसरी हेर्न यताबाट मनाङ भ्याली यस्तो देखिँदो रहेछ ओइ होइ कस्तो लाग्यो मनाङ भ्याली सधैँ मनाङ भ्याली देखाउँदै मैले लड्ने अगाडि गयो होला हेलो 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 Good morning guys. How are you doing? Good. Namaste. Namaste. Where to Tilicho? Tilicho, yes. No, not Turicho. Where? We go to Pass. Pass. Yeah, Toranga Pass. Yes. Good. Okay. Good luck. Thank you. You too. ल गाइजहरू यस्तो भिड छ यहाँ सबजना तिलिचो जानला होला तर यहाँ त खासै घुम्ने होइन तिलिचो जानेहरू छ नि त घोडा चढाउनु ओहो केटाहरू केटीहरू मनाङमा भएन पछाडि खोइ आउँदैछन् ल यस्तो भिड छ क्या यहाँ त मामा के यस्तो लास्टै भिड छ Wheelchair-मा. All right guys, हामी चाहिँ यहीँ बस्छौँ अहिले यहाँ अल्पाइन होटलमा पुगिसकेका छौँ हामी चाहिँ यो होटलमा बस्ने भनेर पहिल्यै फोन गरेको तलबाटै तर ठाउँ पाएन है एकदमै भिड भइरहेछ एकदमै अहिले यो घुम्ने सिजन भएको भएर धेरै मान्छेहरू आइरहेको छ नेपाली टुरिस्ट सबैकै सो अल राइट गाइस तपाईँलाई म अल्पाइनको चाहिँ गराउँछु है यहाँ फोटो खिच्दा झगडा मात्र हुन बाँकी छ है हाम्रो महेशजी एकदम रिसाइसकेको छ है अवस्था अब महेशले गाडी घुराउने होइन गाडी उडाइदिन्छ है अब
तपाईँहरू अलिकति संवेदनशील हुन जरुरी छ, अलिकति टाइमको भ्यालु गर्न जरुरी छ है, डिसिप्लिन हुन त एकदमै जरुरी छ। अनि यसरी घुम्न आयो भन्नेमा चाहिँ तपाईँहरू फोटो भिडियोमा धेरै टाइम लस गर्नु पाउँदैन है। हामी चाहिँ अब बेसी सहर पुग्नुपर्छ, त्यो भनेको चाहिँ लगभग केही नभए पनि 150 किलोमिटर्स, यहाँ 150 किलोमिटर्स जानुपर्ने हुन्छ त्यस्तो अफ रोड है। सबैजनाले बुझ्नु पर्यो यो कुरा चाहिँ है। के बोले यो तिहार पछि मान्छेको बिदा भएर पनि होला। तर अहिले ट्रेन पनि मुक्तिनाथ नजाउँ न। 3 घण्टा मुक्तिनाथमा 3 घण्टा जाम रे के हो भने मैले अघि बिहान भिडियो त्यो हेरेको पोस्टहरू होटेल नै छैन अरे। यहाँ तिलचोकमा पनि अनि गाइस तपाईँहरू पनि मनाङ घुम्न आउने हुनुहुन्छ भने चाहिँ अगाडि नै बुक गरेर मात्र आउनुहोस्, नत्र हाम्रो जस्तो हाल हुन्छ है भ्याल। दौडिने हिँड्ने होइन खाना। अगाडि नै बुकिङ, यो सिजन टाइममा चाहिँ अगाडि नै बुकिङ गरेर एडभान्स छोडेरै आउनुपर्छ है गाइस। यहाँ जुजु हिल्सलाई कन्ट्याक्ट गरे। त्यसको लागि चाहिँ हाम्रो जुजु हिल्स एभ्री टाइम छ है त हाम्रो जुजु हिल्स सर्भिस। जुजु हिल्स सर्भिस एकदम बेस्ट छ है। तपाईँहरूलाई स्कर्पियो चाहे पनि छ, तपाईँहरूलाई हाइलक्स चाहे पनि छ, तपाईँलाई के चाहिन्छ सबै छ है त। कम्फर्टेबल सिट एन्ड रिजनेबल प्राइस। तर जति कम्फर्ट भन्यो भने लास्टमा बसेर आउनेको पीडा हामीलाई थाहा हुन्छ। लास्ट सिटमा बस्नेको पीडा चाहिँ हामी दिदीलाई थाहा हुन्छ। हुँदैन त्यस्तो, त्यो ट्राभल्सको त्यो सबैको प्रब्लमै हो। ल हामी पार्किङ हामी चाहिँ अहिले पार्किङमा आइपुगेका छौँ। यस्तो छ क्या मनाङको भ्यू चाहिँ लास्टै हाम्रो ट्रान्जिसन भिडियो यही खिच। सही लाग्यो। ट्रान्जिसन यही खिच। ट्रान्जिसन यहीँ खिचाउनु। अहिले चाहिँ हामी बेसी सहर आइपुगिसकेका छौँ। मनाङ घुमेर हामी मनाङको ट्रिप सघाएर बेसी सहर आइसकेका छौँ। अनि बेसी सहरमा चाहिँ यहाँ टिआर सघाएको छैन रहेछ। हेर्नुहोस् त झिलिमिलीहरू चलामल्लै छ। घुम्न आउनेहरू पनि धेरै छ। अझ घुम्न आउनेहरू त प्याकै छ एकदमै। अनि बेसी सहर पनि एउटा चाहिँ एकदम रमाइलो ठाउँ रहेछ है। बजार एकदम ठुलो बजार रहेछ। अनि हाम्रो यो लमजुङ जिल्लाको चाहिँ यो सदरमुकाम रहेछ कि। हामी चाहिँ हाम्रो होटेलबाट अलिकति तल हामी यसो फ्रेस हुनलाई नै निस्केको। हामी नुहाई गरेर सबैजना 2-3 दिनपछि नुहायो है हामीले। 2 दिनपछि सबैजनाले नुहायो अनि फ्रेस फिल भइरहेछ एकदमै। अनि बजार घुम्न पाइरहेमा चाहिँ झन् फ्रेस फिल भइरहेछ क्या हामीलाई। अनि अब हाम्रो भोलिको प्लान चाहिँ अब यहाँबाट बिहानको ब्रेकफास्ट लिएर अनि हामी सिधै बाटोमा पर्ने के छ त्यो घुम्दै बिस्तारै हाम्रो घरतिर फर्किन्छौँ।